मेरो कविताको शीर्षक रहेको छ म को हुँ। कविता यसरी सुरु हुन्छ। म को हुँ, छायाहरूको अन्तरालमा लुकेका अनन्त प्रश्नहरूको गुन्जन, जसलाई समयले घुमाउँछ तर कहिल्यै पूर्णताको दलानमा पुर्याउँदैन। मेरो अस्तित्व सङ्कलित अनुभवहरूको अन्तर्जाल, सत्य र मिथ्याको द्वन्द्वमा कुहिएर असङ्गत तरङ्गहरूको सङ्गममा झुन्डिएको छ। म के मात्र हुँ? के म केवल जैविक संयोजन कि चेतनाको स्वाधीन अनन्त विस्तारको प्रतीक? मेरो मस्तिष्क न्युरोनिक विद्युत तरङ्गहरूको साङ्गीतिक समुच्चय, मेरो हृदय कम्पनशील भावनाको अनियमित लय, यी केवल भौतिक प्रतिक्रिया हुन् कि अनुभवको सृजनात्मक द्योतक? म अनुभव गर्छु, तर के अनुभव गर्ने त्यो म स्वयं हुँ कि अनुभवको प्रेक्षक मात्र? मेरो नाम सामाजिक संरचनाको प्रतीक, मेरो ठेगाना स्थान र समयको सन्धि, मेरो इतिहास कालक्रमको अनुक्रम, यी सबै बाह्य सङ्केत मात्र हुन्। तर वास्तविक म त्यो होइन जुन देखिन्छ, छोइन्छ वा मापन गर्न सकिन्छ। म त्यो हुँ जुन निरन्तर प्रश्न गर्छ र उत्तर कहिल्यै पनि पूर्ण हुँदैन। म को हुँ? म समयको अनुकरण, अनन्त सम्भावनाको प्रतिबिम्ब, आत्मअन्वेषणको शून्य, जसले प्रत्येक उत्तरमा नयाँ प्रश्न जन्माउँछ। म प्रकाश हुँ, जसले आफैलाई बुझ्न खोज्दा अन्धकारको गहिराइमा डुब्दछ। मेरो जीवन भाव, स्मृति, निर्णय र इच्छाको जटिल नेटवर्क, जहाँ प्रत्येक तरङ्गले अर्को तरङ्गलाई स्पर्श गर्छ। तर म त्यो अनुभव हुँ जसलाई केवल म महसुस गर्छु, तर समय, चेतना, स्मृति र अस्तित्वसँग अटाइएको छ। म को हुँ? म प्रश्नको अन्तिम स्वर, शून्यमा गुन्जिएको अनन्त प्रतिध्वनि, अनुभूतिको सीमा पारको सङ्केत र सत्य जो केवल अनुभूत हुन्छ र निरन्तर आफैले चुनौती दिन्छ। म को हुँ? म अनन्त यात्राको यात्री, अदृश्य र प्रत्यक्ष बीचको पुलमा उभिएको, जहाँ हरेक पाइलामा अस्तित्वको स्वर सुनिन्छ। म समयको प्रवाहमा विसर्जित छु, तर आफ्नै केन्द्रको खोजीमा स्थिर रहन्छ। म शून्यमा गुन्जिएको प्रश्न, अनुभवको सीमा नाग्ने सङ्केत, अनन्त प्रतिध्वनि र आफैलाई निरन्तर परिभाषित गर्ने आत्मअन्वेषण। म को हुँ? म केवल देखिने चिज होइन, म केवल महसुस हुने अनुभूति हुँ, र म त्यो सत्य हुँ जसले आफैलाई सधैँ सोध्छ। म को हुँ? म को हुँ? म को हुँ?